एकपल्ट यो भिडियो हेरिदिनुहोस् न ल। मैले पनि पेल्दा हुँदै अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओभरटेकर देखेन त्यहाँ मैले पेलेको नानीको छोरा के सतो म उताले हाल को खेल्छ दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थट दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ खासमा यो एउटा भिडियो मेरो चाहिँ फोनमा आइरहेको हुन्छ कि अब 2-4 दिन भयो आइरहेको। यो चाहिँ खास मलाई पनि अलिकति चित्त बुझेन यो भिडियोमा चाहिँ। खासमा गल्ती चाहिँ अब कसको छ त्यो त थाहा छैन हैन, तर जस्तै गल्ती गरे पनि त्यो बिचराहरू बाइकवालाहरूले चाहिँ त्यसरी हान्नु हुँदैन थियो। तर म यसमा चाहिँ के भन्छु भने हैन, गल्ती जत्रो सुकै ठुलो भयो भने त्यो दाइले त्यसरी हान्नु हुँदैन थियो। अनि एउटा कुरो के हो भने त्यो बाइकवालाहरू पनि म चाहिँ उनीहरूलाई पनि के भन्छु भने अलिक नामर्दै केटाहरू रहेछ भन्छु क्या म सिधा कुरो। यो चाहिँ यो पुरा भिडियो हेरिदिनुहोस् हैन, तपाईहरुले बुझ्नुहुन्छ। खास मेरो चाहिँ अब बाइक नम्बर प्लेट अब तपाईको नेपालको छ भने अब कार चाहिँ अब मेरो हिसाबले यो नेपालको या सिक्किम बोर्डर चाहिँ सिक्किमतिरको त्यस्तैतिरको हो कि। तर त्यस्तो अब जस्तै ठुलो गल्ती गरे पनि त्यसरी चाहिँ गर्नु नहुने थियो हैन। मलाई चाहिँ अलिकति चित्त बुझेन, मन दुख्यो हैन। त्यो ठाउँमा चाहिँ अरु कोही भइदिएको भए चाहिँ कसम क्या दाइ त्यो एउटालाई त धुजै बनाइ आउँछ के। जतिसुकै बलवान होस् हैन, त्यसरी गर्नु चाहिँ कसम नहुने हो हैन। बिचाराहरूले धेरै कुटाइ खायो। खासमा गल्ती चाहिँ कसको छ त्यो चाहिँ थाहा भएन हैन। गल्ती जे जसकै भए पनि त्यति साह्रो कुट्नु हुँदैन थियो हैन। गाली गर्नु हकार्नु ठिकै हो, सम्झाउनु पर्छ, तर त्यसरी कुटेर चाहिँ मान्छेले सम्झिँदैन के। एकपल्ट यो भिडियो हेरिदिनुहोस् न ल।